विश्वास गर्नुहुन्छ गैराती गोविन्दले लियो एकजनाको ज्यान। चितवनको सौराहामा हालै एक दुःखद घटना घटेको छ, जहाँ जंगली हात्ती गोविन्दले गैराती एक व्यक्तिको ज्यान लिएको छ। गोविन्द चितवन राष्ट्रिय निकुञ्जमा बसोबास गर्ने एक महत्त्वपूर्ण जंगली हात्ती हो, जसको गतिविधि प्राय सौराहा र आसपासका क्षेत्रहरूमा देखिने गर्दछ। अघिल्लो केही महिनामा पनि हात्तीले मानिसहरूलाई आक्रमण गरेको थियो र यसका कारण धेरैले ज्यान गुमाएका थिए। स्थानीय बासिन्दा र पर्यटकहरू प्राय त्रसित भएका छन्। यसपटकको घटनामा हात्तीले एक व्यक्तिलाई आक्रमण गर्दा उनले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ। यस घटनाले सुरक्षा, सतर्कता र जंगली जनावरहरूको नियन्त्रणको लागि थप प्रयास गर्नुपर्ने आवश्यकता दर्शाएको छ। स्थानीय प्रशासनले अहिले यस क्षेत्रको निगरानी बढाइरहेको छ। पर्यटक र स्थानीय समुदायलाई जंगली जनावरहरूको नजिक जानबाट बच्न चेतावनी दिएको छ। यस घटनाले जंगली जनावर र मानव बीचको संघर्षको नयाँ उदाहरण प्रस्तुत गरेको छ। यसलाई रोक्नका लागि थप कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ।